जीवनमा संसारका धेरै कुना कुनामा पुग्यो, देश विदेश घुमियो। गगनचुम्बी महलहरूको अगाडि पुग्दाखेरि पनि विश्वका धेरै अग्ला अग्ला टावरहरूमा चढ्दा पनि मलाई श्रीनगर जस्तो अग्लो कुनै टावर लाग्दैन। वास्तवमा हरेक ठाउँका हरेक कुनाका विभिन्न ठाउँहरूमा आफू जहाँसुकै पुगौँ त्योभन्दा धेरै माया पाल्पाको शीतलपाटी नजिकैको श्रेष्ठ न्युज एजेन्सी, अलि माथि गोपाल फोटो स्टुडियो, अलि तल भेमराईको रेडिमेड सेन्टर, प्यास्रो गल्ली, ठाडो गल्लीको क्लिनिक, पुरानो क्लिनिक, दशरथ वैद्य बुवाको क्लिनिक, तानसेनको टोडीखेलको छेउमा काफलको फोटो, तानसेनको सन्तोष सिनेमा हल, बस पार्कको कलकत्ते ट्राफिक दाइको याद, यो पाल्पाको मेरो बाल्यकालको छाप हो। दिनमा देखेको सपनाले राति सुत्न दिएर माथागढीको गाउँ छोडेर काठमाडौँतिर लाग्यो। गर्दै गर्दै सङ्घर्ष गर्दै थिएँ। आजभन्दा करिब 20-21 वर्ष अगाडि पाल्पा उद्योग वाणिज्य सङ्घले उद्योगपतिहरू, व्यापारीहरू, ठुला ठुला व्यापारीहरू, ठुला ठुला उद्योगपतिहरू सबै एउटा